महिनाको यहाँ उयो खोज्दैन टाइम बितिसक्यो हो हत्तु भयो खुट्टा दुखेर हो यहाँ जाँदैछौँ यस्तो छ हो हामी चाहिँ यहाँनिर आइपुग्यौँ राङ्गा स्ट्यान्डमा हो अब हामी चाहिँ वेलनेस पार्क जानु लागेको भिडियो बनाउनुको लागि यो चाहिँ निन्द्रा लागेछ अन्त उयो पानी पनि पर्दैछ तर पनि केही छैन भिडियो बनाऊँ भनेको अब हेरौँ के हुन्छ कस्तो हुन्छ है अहिले भने चाहिँ यहाँ झलमुरी खान आँटेको हो पुरा झलमुरी खान मन पऱ्यो अरे नि त्यही भएर गाइज हामी चाहिँ यहाँनिर एउटा भिडियो बनाऊँ भनेको होइन यहाँनिर खोइ हामीले त खाजा खाने जग्गा पनि देखिनँ हो तनाव भयो तनाव लड्छ भनेर बिस्तारै हिँड्दैछु हो यस्तो दामी भ्यू देखिरहेको छ मेरो साथी चाहिँ यहाँ छ होइन यस्तो छ खुट्टा दुखेर बिजोक भइसक्यो पुरा बिहानदेखि हामीले के खाएको छैन हो यति साह्रो भोक लागिरहेको छ तर भोक पनि लाग्दैन रहेछ नक्कल पारेको बेलामा त है यस्तो दामी देखिरहेको छ म चाहिँ यहाँ बनाउँछु भिडियो होइन दामी भने चाहिँ घर फर्किन आँटेको होइन यताबाट जाउँ न सोचेको जस्तो केही भएन सोचेको जस्तो पनि केही पनि भएन होइन किनभने हामी चाहिँ यहाँ आएर हामी चाहिँ के भिडियो बनाऊँ भनेर सोचेको थिएँ तर फोनमा चार्ज नभएर हो गाना रेडी नभएर हामीले बनाउनु सकिनँ फेरि नेक्स्ट टाइम आउँछु है सर जान आँटेको क्लब जाउँ है मेरोसँग त्यो कुरा ननिकाल ल क्लब जाउँ तर मन चाहन्छ We are having this ice cream. यस्तो जाडोमा तर जाडो छैन है मान्छेहरू चाहिँ हामीलाई देख्दा छक्कै पर्दैछ कि तर जाडो छैन लुगामा अब हामीले यस्तो लगाइरहेको छु होइन हातमा आइसक्रिम छ हामीलाई देखेर आमा गर्दैछ अहिले भने चाहिँ यस्तो देखिरहेको छ भ्यू होइन अब चाहिँ हामी घर फर्किँदैछ हो जानुपर्ने हुन्छ जाउँ अहिले भने चाहिँ हामी घर जाँदैछु हो मैले आधी भिडियो चाहिँ बनाउनु सकिनँ किनभने फोनमा चार्ज थिएन कि त्यही भएर अघि खाजा खाँदाखेरि मैले फोन चार्ज गर्नु दियो होइन त्यही भएर मैले भिडियो गर्नु सकिनँ अन्त अहिले भने चाहिँ हामी घर जाँदैछ केएफसी खायो हामीले केएफसी पुरा थाकिरहेको छु हो खुट्टा दुखेर यस्तो भइदिइरहेको छ यसरी हिँडिरहेको छु अन्त हामी सधैँ रिजर्भ जाने होइन सधैँ चाहिँ हामीलाई 200 रुपियाँ लिन्थ्यो आज 300 रुपियाँ अचानकमा हुरी बतास चल्दाखेरि चाहिँ हो पैसा बढिहालेछ है कम्ती रिस उठेको होइन त्यो भन्दा चाहिँ होस् हामी हिँडेर उयो तलसम्म जान्छ त्यहाँदेखि चाहिँ गाडीमा जान्छु भनेर चाहिँ हिँडेर जाँदैछ कोही बेला त यतिकै दुःख पनि गर्नु पऱ्यो नि त होइन र हो त अनि सधैँ 200 मा जाने जग्गामा त अनि 300 रुपियाँ पो लिँदो रहेछ पानी पऱ्यो भन्दामा के खालको रहेछ यो मान्छेहरू त रिस उठ्छ सो अब म चाहिँ रुम आइपुगेँ हो अब म चाहिँ सुत्छु एकदमै बेसी थाके पनि निन्द्रा लाग्यो खुट्टा दुख्यो होइन सो बाई एभ्रिवान आजको त्यस्तो खास त केही थिएन तरै पनि फेरि भोलि बिहान नै उठेर हस्पिटल जानु छ बाई एभ्रिवान